दादाहरूलाई के भन्न चाहनुहुन्छ कि? म राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट हलो चुनाव चिन्ह लिएर चितवन जिल्ला क्षेत्र नम्बर 1 मा चुनाव लडेको छु। म बलराम खनाल। म यहाँको स्थानीय भएको नाताले र देशको अहिलेको परिस्थिति अहिलेसम्म शासन सञ्चालन गरेका दलहरूले सन्तोषजनक रूपमा काम गर्न नसकेको, अब देशै रहने कि नरहने अवस्था भएको कारणले राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति सिद्धान्त आदर्श, राष्ट्र संस्था, हिन्दू धर्म, सुशासन, प्रदेश सरकार चाहिँ खारेज गर्ने इत्यादि इत्यादि चिजहरूको साथसाथै म आफू यहाँको चाहिँ स्थानीय स्तरमा सधैँभरि चाहिँ जनताको सुख दुःखमा निरन्तर चाहिँ म संलग्न छु। म गयल भएको छैन, म सुख दुःखमा गयल भएको छैन। त्यसै कारणले पनि म उच्च मनोबलका साथ चुनाव जित्छु भनेर हिँडेको छु। यसको मतलब म अरू मेरा प्रतिस्पर्धीहरू, अरू दलहरूलाई म केही गाली गलौज अरू जस्तो गर्नेवाला पनि छैन। म उहाँहरूलाई सम्मान गर्न चाहन्छु र यसपालि पटक म चुनाव पनि लड्दै पनि आएको हुँ। पटक चुनाव लडेर म असफलै भए पनि त्यसले मलाई, त्यो असफलताले मलाई यसपालि सहयोग गर्यो, मलाई क्षेत्रमा चिनायो, यो मान्छे निरन्तर लाग्ने रहेछ भनेर पहिचान गरायो। त्यसै कारणले यसपालि म उच्च मनोबलका साथ चुनाव जित्छु भन्नेमा विश्वस्त छु।